सम्बन्धहरूलाई जय नेपाल होइन सबै मधेसको होइन मध्य प्रदेशलाई होइन सबैलाई नमस्कार। म एउटा कुरा मात्रै भन्न आज आएको छैन। म कुनै पार्टीको पनि छैन, मलाई त्योसँग मतलब पनि छैन राजनीतिसँग। म यो भन्छु, अहिले जात जातिमा हिन्दू मुस्लिममा होइन द्वन्द्व फैलाइरहेको छ होइन। अहिलेसम्म 4-5 जनाको हाम्रो हिन्दू भाइको होइन मृत्यु भइसकेछ। अब यसमा राजनीति नै हो। म एउटा कुरा मात्रै भन्छु, योभन्दा अघि पहिला पहाडी र मुस्लिम गरेर जहाँ पहाडी र मधेसी भएर जुत्थ्यो क्या मान्छेहरू, आन्दोलन गर्थ्यो। सबभन्दा के अरे शहीद हुनमा अगाडि मधेसी नै हो क्या। अनि जो के अरे पहाडी र मधेसी भएर आन्दोलन गर्यो, जो आगुवा थियो त्यो अहिले अरबपति भइसकेछ क्या। अरबपतिहरू, मिलियनरहरू भ्रष्टाचारी गरेर चोरी गरेर के छ थाहा छैन। त्यही भएर हामीहरू के बुझ्नुपर्छ, ठिक छ हामीहरू हिन्दू छौँ, आफ्नो लागि आवाज उठाउनु पर्छ। त्यसको लागि म एउटै मात्रै कुरा भन्छु, किन हामीहरूलाई आन्दोलनमा जानु पर्यो क्या। कोही पनि धनी बाउको छोरा हुँदैन क्या, सबै गरिबको नि हुन्छ। हामीहरूको आमा बुवाको धेरै आशा हुन्छ हाम्रो पछि होइन हाम्रो छोराछोरीले कमाएर 2 रुपियाँ होस्, नुन रोटी भएर खुवाओस् भनेर क्या। त्यही भएर हामीहरू आन्दोलनमा जाने होइन। अब हेर्नु, सांसदहरू नर्मली नगर्ने 90% त हिन्दू नै होला, 95% उसलाई मतलबै छैन हिन्दू र मुस्लिम भन्ने। हामीहरूको घन्टाको मतलब ज्यादा होइन। त्यही भएर हामीहरू कमाउने हो, करोडपति अरबपति होइन बन्ने सोच हुनुपर्छ क्या हामीहरूको होइन। जतिजना छ मध्य प्रदेशको उनीहरू त चोर दलाल गरेर जसरी नै अब चुतिया बनाएर मेयरमा फेरि लड्छस्, फेरि जित्छस्, आफ्नो स्वार्थको लागि सोच्छ क्या। त्यही भन्छु, त्यो पछाडि कहिले पनि नलाग्नु क्या। सकेसम्म पैसा जति हुन्छ करोडपति अरबपति होइन पैसा कमाउने क्या, मतलबै राख्ने होइन क्या। उनीहरूको मतलबै छैन, हामीहरूको के मतलब। पहिला धनी बाउको छोराहरू धनीहरू अगाडि जाउनु, हामीहरू पछाडि छँदैछु। म त्यही भन्न खोजेको मध्य प्रदेश होइन। अब कसले जात जातिमा त्यो द्वन्द्व फैलाइरहेको छ, मलाई त्यो मतलब छैन। त्यसको पछाडि लाग्नु हुन्न क्या। यो राजनीति नै हो सबै।